विगत 15 वर्षदेखि यही सदनको लास्ट सिट हुँदै फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरूलाई एक्का होस् कि यो देश अब तपाईहरुको गनगनले मात्र चल्दैन। देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस्, सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाउँ। 2-3 नागरिकता बोक्नेलाई मात्र होइन, नागरिकताको एउटै बोक्ने, देशकै बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि बाहिर पठाउँ, संसदबाट हटाउँ। तर एउटा व्यक्तिलाई खुइल्याउने, एउटा व्यक्तिलाई अपमानित गर्ने, सदनमा बोल्न नदिने, माथि जान नदिने, अनि बोल्न पनि नदिएको मान्छेलाई किन डराएको, छानबिनसँग किन डराएको, किन भागेको भनेर ललकारिरहने, सदनबाट मात्र पनि होइन सडकबाट पनि निरन्तर ललकारिरहने, अनि समस्याको समाधान गर्नको निमित्त चाहिँ कहीँ कतै केही पनि प्रयास नगर्नुले के स्पष्ट पार्छ भने व्यक्ति केन्द्रित र भर्खरै आएको एउटा राजनीतिक दल र भर्खरै उदाएको नेतामाथि यति ठूलो इतिहास भएको राजनीतिक दलले गरेको यो राजनीतिक दमन होइन र? यो राजनीतिक दादागिरी होइन र? मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला। रासोपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर नेता होइन। झुटा मुद्दा र झुटा उजुरीसँग डराउँदैनौ, डराउँदै त डराउँदैनौ। म भुइँको मान्छे हुँ, भुइँसम्म निहुरन सक्छु, तर झुक्न चाहिँ 1 इन्च पनि स्वीकार्य छैन सभामुख महोदय। मेरो मुखबाट यो जबरजस्ती पिलाएरै छोड्ने प्रतिपक्षको निर्णयलाई सिङ्गो देशले हेरोस् भन्ने चाहन्छु। म तयार छु सभामुख महोदय। 8 खुट्टा बाँधेर बोल्न नदिएर किन डराएको भनेर नाराबाजी, जोर जुलुम र मिडियाबाजी गरेर एउटा व्यक्तिलाई विषकुण्डमा चोपल्न खोजेको दृश्य संसारले हेर्नेछ। सम्माननीय सभामुख महोदय, मेरो भाग्य पनि अचम्मको छ। टेलिभिजनमा हुँदा सबैको तारो भएँ, राजनीतिमा पनि सबैको तारो बनिरहेको छु, सारा मिडियाको पनि तारो बनिरहेको छु। आफू लोकतान्त्रिक शक्ति हुँदाहुँदै लोकतान्त्रिक दलकै निशानामा छु, विभिन्न वादी साथीहरूको निशानामा छु, आफूले माया गरेका नयाँ नयाँ साथीहरूको निशानामा पनि छु। मलाई साथीहरू भन्ने गर्नुहुन्छ मिडिया मिलाउनुस्, मिडिया मिलाउनुस्। म भन्छु म मिलाउँदिन मिडिया। म जनताका लागि विद्यालय, अस्पताल मिलाउन आएको हुँ। म नमिलेका कानूनका धाराहरू मिलाउन आएको हुँ। म अनुसन्धान गर्दा गर्दै रोकिएका फाइलहरू अगाडि बढाउने व्यवस्था मिलाउन आएको हुँ। म मिडिया मिलाउन आएको होइन, म मिडिया मिलाउँदिन सभामुख महोदय। बाँसबारी मिलाए, बाल मन्दिर मिलाए, टिकापुर मिलाउँछु, तर म मिडिया मिलाउन आएको होइन सभामुख महोदय। मलाई लाग्थ्यो यो सदनमा बोल्न चाहिँ विधेयकहरू पढ्नुपर्छ, तर होइन रहेछ। यहाँ बोल्नका लागि पत्र पत्रिका, मिडिया पढ्नुपर्ने रहेछ। यहाँ कानूनका लाइन पढ्नुपर्छ भन्ने सुनेको थिएँ, तर होइन रहेछ। पत्रिकाका हेडलाइन पढ्नुपर्ने रहेछ। जे होस्, एउटा ठूलो शिक्षा, एउटा ठूलो पाठ प्राप्त गरेर